हजुर नमस्कार। हो इन्डिया, हामी अहिले इन्डियाबाट गयो गुम्बामा। इन्डियामा छौँ है अहिले गुम्बामा। इन्डियाको गुम्बा मिरिक भन्ने ठाउँमा, मिरिक हो यो। यहाँ चाहिँ गुम्बा छ यो इन्डियाको यो इन्डियाको घरहरू हो। नेपालकै सेम सबै नेपाली बस्ती छ यहाँ। इन्डिया पनि नेपालीहरूको बसोबास बाहुल्यता बढी भएको देश हो यहाँ पनि। अनि यहाँ चाहिँ यस्तो छ अहिलेसम्म चाहिँ यहाँ चाहिँ इन्डियाको बुद्ध धर्म बुद्धावलम्बीहरूको गुम्बा हो यो। बुद्धको ध्यान केन्द्रित गर्ने थलो यो मिरिक हो। यो इन्डियाको मिरिक, यसलाई चाहिँ मिरिक भन्दो रहेछ इन्डियामा चाहिँ। हामीले त गुम्बा भन्छौँ। यहाँ मिरिक भाषा चाहिँ फरक, इन्डियाको र नेपालको भाषा फरक हुन्छ। अहिले हामी दार्जिलिङ बाट यता मिरिकतिर आउँदैछौँ। अब एकछिनपछि हामी दार्जिलिङ जान्छौँ। अब आज इन्डिया दार्जिलिङ घुम्ने क्रममै छौँ हामी। अहिले चाहिँ हामी मिरिकमा आएका छौँ। अब केही छिनपछि फेरि यो मिरिकबाट हामी फर्केर पूर्ण दार्जिलिङतिर प्रस्थान गर्नेछौँ। ल यहाँको यस्तो नजारा अब तपाईँहरूलाई देखाउनु पाउँदा एकदम खुसी छ। इन्डियाको दृश्यहरू अब हरेक ठाउँको, अब यो दार्जिलिङ सिक्किम लगायतका ठाउँहरूमा हामी टुर गरिरहन्छौँ। हाम्रो यात्रा भइरहन्छ। नेक्स्ट टाइम पनि हाम्रो यात्रा फेरि पनि हुनेछ है।